आमाले मुकेशलाई आरती भएको ठाउँमा जा भनेर भन्दाखेरि मुकेशले म त मर्न परे पनि जाँदिनँ, त्यो एक्लै बस्छ त्यहाँ डिलमा, म जाँदै जान्न भनेर रिसाएर भित्र जान्छन्। अनि त्यसपछि त होइन यो मुकेश कति बिधि रिसाउने भएको अनि कस्तो कुरा नबुझ्ने भएको, ए चन्द्रे सम्झा त भाइलाई भन्दाखेरि चन्द्रले के सम्झाउने हो र, मैले आफ्नै त छोडपत्रा हुन्न लागिसक्यो, अब के सम्झाउनु छ र भनेका थिए। अनि आमा त अचम्ममा त के बोलेको होला, 2 दिन माइत गई भन्दैमा छोडपत्र हुन्छ कि क्या हो, त्यति सजिलो छ छोडपत्र हुनको लागि, मलाई अरू कुरा केही पनि थाहा छैन, जा भोलि गएर मुनालाई फकाएर लिएर आइज भनेकी थिइन्। अनि त्यसपछि त चन्द्रले गएको थिएँ म फकाएर लिएर आउनको लागि, आउँदिने अरे अब त्यो भन्छन्। अनि त्यसपछि त कस्तो आउँदिने हो र, त्यति सजिलो कहाँ छ र, अब मैले सुन्नमा आए अनुसार त्यसको बाबुले नपठाएको हो अरे के अरे, जा एकचोटि गएर राम्ररी कुरा गर, अब यदि भएनछ भने म जान्छु कुरा गर्न भनेकी थिइन्। अनि चन्द्र त के कुरा गर्न जानु पर्यो र, आउनु मन लाए आउँछ, आउनु मन नलाए नआउँछे, बाले भने भन्दैमा बस्नुपर्छ र भनेर चन्द्रले पनि रिसाउँदै जान्छन्। त्यसपछि त होइन के भएका हुन् कि मेरो घरका जान, कोही कता बटारिएका छन्, कोही कता बटारिएका छन्, अब उनीहरू नजोडिँदासम्म आमाले जोडिन दिने भन्ने। अनि जोडिदिइसकेपछि अब अहिले फेरि यस्तो छुट्टिएका छन्, एउटा यतातिर बटारिने अर्को उतातिर बटारिने, मेरो खप्पर त कस्तो रहेछ के, यो सकस बेहोर्नु बाहेक अरू केही रहेनछ मेरो खप्परमा त, हे भगवान् भनेर आमा पनि एकदमै दुखी हुन्छन्। अनि त्यो भुटुन लिएर आरती पनि उतै तल घरतिर जान्छन्। यता फेरि भोलिपल्ट बिहान तुलसा गोठतिरको काम गर्दै थिइन्। अनि घाँस हालेर बाहिर निस्किँदाखेरि ठ्याक्कै चन्द्रे पनि पुग्छन्। अनि बाबु तपाईँले मुनालाई के गर्नुहुन्छ भनेर सोध्छिन्। चन्द्रले भन्नाले भनेका थिए अब मुनालाई लिन जानुहुन्छ कि आए आओस् नआए नआओस् भनेर बस्नुहुन्छ त भनेर सोद्धाखेरि त म गएको थिएँ भाउजू लिनको लागि, आउँदिन अरे, अब सुन्नमा आएको छ, उसको बुवाले नै उसलाई आउन नदिएका अरे, अब त त्यसको बुवाको अधिकार लाग्छ कि मेरो अधिकार लाग्छ त, अब त मेरी श्रीमती यो घरकी बुहारी हो नि, अनि बाबुले बस भन्दैमा बस्ने, जा भन्दैमा जाने हो र भन्छन्। अनि त्यसपछि छोडिदिनु भाउजू, आए आउँछ नआए नआउँछ, अब मेरो पनि एउटा राम्रो देशको लागि कुरा भइरहेको छ के अरे, कुरा मिल्यो भने म पनि त्यतै जान्छु भनेर चन्द्रे ल अरू कुरा पछि गरौँला भनेर जान लागेका थिए। अनि तुलसाले यो कुरा मुनालाई थाहा छ कि छैन भनेकी थिइन्। चन्द्रे त अलि अचम्म मान्दै तुलसातिर हेरिरहेका थिए। उता मुनाले फेरि मलाई कहाँ थाहा हुने हो र दिदी, मलाई उहाँले यस्तो बारेमा केही पनि कुरा गर्नुभएको छैन भन्छन्। अनि कुन देश जान लाग्नु भएको रहेछ र भनेर मुनाले सोधेपछि तुलसालाई पनि थाहा थिएन के अरे। अनि त्यही भएर मुना तिम्रो र चन्द्रे बाबुको जोडी यति राम्रो छ, यस्तो राम्रो जोडीलाई तिमीहरू किन बिगार्न खोजेका छौ, यति राम्रो सम्बन्धलाई कसरी हुन्छ सम्बन्धलाई सुधार्नतिर अनि मिलाउनतिर लाग भनेर तिमीले बाको कुरा किन सुनेको भन्दै तुलसाले मुनाको हाँस समाएकी थिइन्। अनि मुनाले यताउति हेर्छिन्। अनि दिदी म तपाईँलाई आज एउटा कुरा भन्छु है, कसैलाई पनि नभन्नु है दिदी भन्छन्। अनि त्यसपछि त के अरे उहाँलाई म बाहिर त कुनै पनि हालतमा जान दिन्न, मैले भनेपछि उहाँले मान्नुहुन्छ होला, मैले जसरी भए पनि रोक्छु, तर यहाँ कुरो अर्कै छ दिदी भन्छन्। तुलसा एकदमै डराएर के कुरा मुना भनेकी थिइन्। अनि त्यसपछि त हुन त मैले सोचेको गलत पनि हुनसक्छ, तर दिदी अस्ति म त्यो चितवनको जग्गा बुवालाई पास गरेर फर्किँदाखेरि बुवाले के भन्नुभएको थाहा छ भन्दै अस्तिका कुराहरू गर्न थाल्छिन्। बुवाले त्यो जग्गा पास गरेर आएपछि छोरी त्यो जग्गा मेरो नाममा फिर्ता त लिएर आएँ, तर तिमीलाई केही गाह्रो अप्ठ्यारो पर्यो भने चाहिँ मैले त्यो जग्गा तिम्रै नाममा पास गरिदिन्छु नि, तिम्रो त्यत्रो धेरै पैसा पर्ने जग्गामा तिम्रो देवर जेठाजुले आँखा लगाइदिन्छन् कि पछि फेरि तिमीले दुःख पर्दाखेरि त्यो जग्गाको उपभोग गर्न पाउँदिनौ कि भनेर मात्रै मेरो नाममा नामसारी गरेको थिएँ। अब यदि तिमीलाई मेरो विश्वास लाग्दैन भने लाउ यो लाल पूर्जा लगेर राख भनेर बुवाले मुनालाई लाल पूर्जा दिँदाखेरि मुनाले त्यत्रो जग्गा त तपाईँको नाममा सुम्पिदिएर आइसके भने यो कागजको टुक्रा मैले किन लैजानु पर्यो र लान्न भनेकी थिइन्। अनि त्यसपछि त सन्देशले पनि के हो दिदी त रिसाइस कि क्या हो, बाले भन्नुभएको पनि राम्रै हो नि, ढुक्क भएकै तेरो जग्गा तेरै हुन्छ भनेका थिए। अनि ती सबै कुराहरू गर्छिन्। त्यसैले अब म केही दिन यतै बस्छु, मैले अब दुःख पाउने भएँ भनेर मेरो जग्गा मेरै नाममा फिर्ता लिएर आउँछु दिदी। हेर्नुहोस् त हाम्रो घरको हालत कस्तो भएको छ, हाम्रो घरमा एक पैसा आम्दानी छैन, अनि सबैजना त्यतिकै बेरोजगार भएर बसिरहेका छौँ। कहिले हामीले मिठो मसिनो खान पाएका छैनौँ, कहिले एकजोट लुगा फेर्न पाएका छैनौँ, बाआमा सधैँको बिरामी हुनुहुन्छ, राम्रो ठाउँमा लगेर उपचार पनि गर्न पाएका छैनौँ। अनि हाम्रो जिन्दगी यसरी नै चल्छ त, छोराहरू विदेश जान्छु भनेर उचालिरहनु भएको छ, तर साथमा पैसा छैन, जग्गा त छ नि त्यत्रो, जग्गा मात्रै भएर के गर्नु त, चलाउने पैसा नभएपछि। त्यही भएर अब म जसरी भए पनि त्यो जग्गा मेरै नाममा फिर्ता लिएर आउँछु, अनि त्यो जग्गा बेचेर मैले हाम्रो परिवारको सबै आर्थिक अवस्थाहरू सुधार्छु दिदी, सबैजनालाई खुसी पार्छु भनेकी थिइन्। तर तिमीले त्यो जग्गा फिर्ता लिएर आउनको लागि किन यसरी चन्द्रबाबुबाट टाढा हुनु पर्यो, यही घरमा बसेर पनि त त्यो जग्गा फिर्ता माग्न सक्छौ नि भन्दाखेरि त मुनाले हुँदैन दिदी, कुनै पनि हालतमा उहाँले यो कुरा हुन दिनुहुन्न, उहाँले त अर्काको सम्पत्ति अर्काको पैसा अर्काको जग्गा पर्दैन लोभ गर्न भनेर त्यो लिनै मान्नुहुन्न, तर मलाई मेरी आमाले दिनुभएको हो नि त्यो जग्गा त, मैले आजसम्म यो कुरा कसैलाई पनि भनेको छैन, उहाँसँग पनि मैले यो विषयमा केही पनि कुरा गरेको छैन भन्दै तुलसाको हात आफ्नो टाउकोमाथि राखेर तपाईँले पनि कसम खानु दिदी यो कुरा कसैलाई पनि भन्दिनँ भनेर
भन्छन्। अनि बिचरा तुलसा त एकदमै सोचमा पर्छिन् अनि ल म भन्दिनँ भन्छन्। त्यसपछि त मुना खुसी भएर सम्पत्ति भएर पनि साह्रै वैराग लाग्दा भयो दिदी हामी घरमा अलिकति पैसाको कुरा आउने बित्तिकै झगडा मात्रै हुन्छ। यदि हामीसँग पनि पैसा हुन्थ्यो भने त कुनै दिन झगडा हुन्थेन होला नि त। हामीले पनि जे मन लाग्यो त्यही गर्न सक्थ्यौँ अनि आफ्नो परिवारलाई पनि राम्ररी सुधार्न सक्थ्यौँ। घरमा लागेका ती ऋणका खाडलहरू पनि पुर्न सक्थ्यौँ नि। अब शिव दाई पनि उहाँ युरोप जाने भनेर कम्मर कस्नु भएको छ, तर हेर्नुहोस् त दाईको पनि प्रोसेस अगाडि बढेको छैन। त्यही पैसाकै अभावले गर्दाखेरि त दाईको प्रोसेसिङ नभएको हो नि। यदि मैले त्यो जग्गा बेचेर पैसा लिएर आएँ भने त घरको ऋण तिर्न, दाई विदेश जान सबैले केही न केही गर्छु भने त गर्न पाइन्छ नि दिदी। त्यही भएर मैले यो जसरी भए पनि गर्नै पर्छ, तर यो कुरा कसैलाई पनि थाहा हुनु हुँदैन भन्छन्। मुनाले यी सब कुरा गरिरहँदा तुलसा भने निराश भएर मुनातिर हेरिरहेकी थिइन्, टोलाएकी थिइन्। अनि मुनाले के भयो दिदी तपाईँलाई मेरो कुरा चित्त बुझेन भनेर सोध्छिन्। अनि त्यसपछि त तुलसाले त्यस्तो होइन मुना, तिमीले यस्तो कुराहरू सोचेकी रहेछौ, मेरो परिवारलाई जसरी भए पनि मैले माथि उकास्छु भनेकी रहेछौ, तर हेर त उता चन्द्रे बाबुले आए आउँछ नआए नआउँछ भन्दै हिँडिरहनु भएको छ भन्दाखेरि त मुनाले उहाँ रिसाउनु पनि स्वाभाविक हो। उहाँ मलाई लिन आउनु भएको थियो तर मनै गइन, मैले नै उहाँलाई यो कुरा केही पनि भनेको छैन। अब यदि मैले यो कुरा उहाँलाई भने उहाँले मान्नु हुँदैन, त्यही भएर मैले नभनेको हो। उहाँ रिसाउनु स्वाभाविकै हो भन्छन्। अनि अझ फेरि अब यता घरमा पनि मलाई मेरो परिवारले हेला गरेको, उहाँसँग डिभोर्स गर्न थालेको, अलग्गिएको भन्ने कुराहरू थाहा पाएपछि मेरो जग्गा सजिलै मेरो नाममा फिर्ता दिनुहुन्छ। मैले यो काम पुरा गर्नको लागि, यो उद्देश्य पुरा गर्नको लागि मैले उहाँलाई डिभोर्स दिन पनि सक्छु। हाम्रो सम्बन्धमा दरार आउन पनि सक्छ, तर त्यति बेला तपाईँले मलाई साथ दिनुपर्छ। मैले तपाईँमाथि विश्वास गरेर नै यी सबै कुराहरू भन्दैछु। भोलिका दिनमा उहाँको र मेरो सम्बन्धमा केही फाटो आउन खोज्यो भने त्यसलाई मिलाउने जिम्मा तपाईँको, तपाईँले नै मेरो पक्षमा केही कुराहरू बोलिदिनुपर्छ भनेर मुनाले त सबै कुराहरू तुलसालाई सुनाउँछिन्। अनि ती सबै कुराहरू भनिसकेपछि त तुलसालाई मुनाले तपाईँले पछि गएर मेरो यो कसमलाई, मेरो यो विश्वासलाई त तोड्नुहुन्न नि दिदी, मलाई साथ दिनुहुन्छ नि भनेर सोधेकी थिइन्। अनि तुलसाले अँ भन्छन्। अनि त्यसपछि त थ्याङ्क यू दिदी तपाईँले मलाई बुझ्नु भएकोमा भनेर ल अहिले म जान्छु है भनेर मुना गएकी थिइन्। अनि त्यसपछि त तुलसा एकहोरो हुँदै मुनातिर हेरेर मुना तिमीले आफ्नो परिवारलाई बचाउनको लागि आफ्नो परिवारको बारेमा यति धेरै कुरा सोच्न सक्छौ भन्ने कुरा मैले कल्पना पनि गरेको थिइनँ भनेर एकहोरो भएर हुँदै थिइन्। मुना उता जाँदै थिइन्, ठ्याक्कै चन्द्रसँग भेट हुन्छ। दुईजना त्यही अडिन्छन्, एकैछिन हेराहेर हुन्छ। अनि त्यसपछि मुना केही नबोलिकन अगाडि बढ्छिन्, चन्द्रे पनि यसो अगाडि बढेका थिए। अनि त्यसपछि त मुना भनेर चन्द्रले रोक्छन्। अनि त्यसपछि त चन्द्रले मुना ल यस्तै हो भने अब तिमी पनि विचार गर, म पनि विचार गर्छु भन्छन्। त्यसपछि त मुनाका आँखा भरिन्छन्, उनी रुन लागेकी थिइन्। अनि त्यसपछि तुलसाले बाबु भनेर भनौँला कि जस्तो गरेकी थिइन्। मुनाले नभन्नु भनेर टाउको हल्लाउँछिन्। अनि के भन्नुभएको तपाईँले भनेर तुलसाले सोद्धाखेरि खै भाउजू के हो अब त्यो घरमा आउने मुनाको इच्छा छैन कि जस्तो छ भन्दै चन्द्रे गएका थिए। अनि त्यसपछि तुलसाले मनमा नै मुनाले यो सबै आफ्नो इच्छाले होइन, हाम्रो परिवारलाई बचाउनको लागि र हाम्रो परिवारलाई खुसी दिनको लागि गरिरहेकी छे भनेकी थिइन्। उता मुना भने रुँदै दौडिएर जान्छन्। अनि यता आमाले ती झिँझा दाउराहरू सुकाउँदै थिइन्। मुकेश बारीतिरबाट तरकारी लिएर आएका थिए अनि तरकारी राख्दै थिए। अनि त्यसपछि त आमाले होइन है मुकेश तैँले गर्न खोजेको चाहिँ के हो, आफ्नी स्वास्नीलाई त्यहाँ डिला राखेर अनि यहाँ घरि आमाले घरि भाउजूले पकाएको भात खाएर आनन्दले बस्छु भनेको छस्, जाखुरुक्क गएर त उतै बस कि त्यसलाई पनि फकाएर यहीँ लिएर आइज, होइन भने त पनि उतै गएर बस भन्दाखेरि म त कुनै पनि हालतमा जान्न कि आमा, म मर्न परे पनि जान्न, त्यो जेसुकै गरोस् भन्दै थिए मुकेशले। यतिकैमा चन्द्रे आउँछन् र आमा मेरो चिना कहाँ छ भन्छन्। अनि आमा अचम्म मान्दै होइन तँलाई बेलानाको बेला चिना किन चाहियो भनेर सोधेकी थिइन्। अनि चन्द्रले त मेरो खप्परमा कतिवटा स्वास्नी लेखेको छ भनेर हेराउनलाई हो भन्दै भित्र पस्छन्। अनि चन्द्र त्यति भनेर भित्र गएपछि मुकेशले आमा दाइ र भाउजूको पनि खै के खटपट भएको हो कुनी, बरु तपाईँ गएर एकचोटि मुना भाउजूलाई सम्झाइदिनु न भन्दाखेरि त बिचारी आमा त हरे भगवान् के भएको हो, मैले कसलाई सम्झाउनु, कसका कुरा बुझ्नु, अनि कसलाई शान्त बनाउनु, मैले के भएका हुन्, कसैले मेरो कुरा नखाने, सबै आफ्ना आफ्नै पारेमा, हरे भगवान् मेरै घरका परिवार मात्रै यस्ता परेका रहेछन् कि क्या हो भन्छन्। एकछिन आमा पनि थनथनाउँछिन्। अनि त्यसपछि ल म जान्छु एकछिन गएर त्यसलाई यसो सम्झाइ बुझाइ गरेर आउँछु, अब मान्छे कि मान्दिने भन्दै आमा पनि उता मुनाको माइततिर जान्छन्। अनि आमा त्यता गएपछि मुकेश पनि त्यही पिँढीमा बसेका थिए, चन्द्र पनि आउँछन्। अनि त्यही बसेका थिए। अनि मुकेशले चाहिँ दाइ मुना भाउजूले तपाईँलाई बच्चाकै कारणले गर्दाखेरि छोडेर जानुभएको हो भने अब आरतीले पनि त मलाई छोड्छे होली नि भन्दाखेरि त चन्द्रले जान दे, छोडेर जानेलाई के गर्ने त नि, अब आफ्नो लोग्नेमा अलिकति खोट देख्ने बित्तिकै कुकुरले गु छोडेर गएको जस्तै गरेर चटक्क छोडेर जान्छन् भने त्यस्ता स्वास्नीको के काम, अब बिहे हुने बेलामा कति कमाउँछौ के काम गर्छौ भनेर सोध्थे, क्यार सोध्नु पर्थ्यो र त्यस्तो कुराहरू, तिम्रो बच्चा हुन्छ कि हुन्न भनेर सोध्या भए पनि त हुन्थ्यो नि। लोग्नेमा अलिकति खोट देख्ने बित्तिकै चटक्कै छोडेर जाने त्यही हो त स्वास्नीको कर्तव्य। अनि ल म हिँडिदिन्छु
दिन्छु, म गइदिन्छु, मैले छोडिदिन्छु भन्ने, अर्काको कुरा सुन्ने, उचालिने, त्यही हो त। अनि त्यसरी चल्छ जिन्दगी। छोडेर जानेलाई हामीले केही पनि गर्न सकिँदैन बाबु, जान दे, केही फरक पर्दैन। त्यस्ता स्वास्नीले छोडेर गए भन्दैमा पिर मान्नु पर्दैन। मान्छेमा खोट किन हुँदैन? सबैको खोट हुन्छ नि, अनि सबैको बच्चा हुन्छन् भन्ने हुन्छ र? अनि बच्चा नहुने जतिका सबैका स्वास्नीहरूले छोडेर गएका छन्। हाम्रा चाहिँ खुब अब यही कुरालाई लिएर ठुलो बनाएर छोडेर जाने रे। मैले पनि खोट भएकै लिएर आएको त थिएँ नि। मैले नि कुनै दिन तँमा यस्तो खोट थियो भनेर भनेको थिइनँ के अरे। अब यति कुरा हुने बित्तिकै यति ठुलो रूप लिएर रिसाएर झगडा गरेर जानुपर्ने कुरै थिएन। सहमति गरेको भए हुन्थ्यो, कुराकानी गरेर मिल्नेतिर नलागेर अनि रिसाएर अनि त्यसरी छोडेर जान्छन् भन्ने जान दे। अब मेरी त अब एउटी लिएर आएको थिएँ, एउटी पनि छोडेर गयो, अर्की लिएर आएको, अर्कीको पनि खै के हो कुरा। अब तेरीले पनि यही कुरालाई लिएर छोडेर जान्छे भने जान दे। अब मेरीको पारा त्यस्तो छ, अनि तेरीको पारा चाहिँ के हो त नि त्यस्तो। अब यत्रो महिनासम्म घर परिवार लोग्ने सबैलाई झुक्क्याएर पाउने छु भनेर उहाँ पेटा झुम्रो कोचेर बसेर के नाटक गर्न खोजेको हो? दाइले त्यति भनेपछि खै दाइ के हो भन्दै थिए। अनि छोडिदिए। अब जान्छन् भने जान दे, जानेलाई हामीले रोक्न सकिँदैन भन्दै थिए। अनि मुकेशले पनि म के गरौँ त दाइ भन्दै थिए। तुलसा उताबाट आउँछिन्। अनि के गर्ने नि बाबु, तैँले पनि सकेको गरेको छस्, मैले पनि सकेको गरेको छु। उनीहरूले कुरा बुझ्दैनन् र छोडेर जान्छन् भने जान दे नि त, केलाई चिन्ता गरेको छस् भनेर सम्झाउँदै थिए। अनि तुलसा आएर चन्द्रे बाबु तपाईँ जतिको मान्छेले आफ्नो भाइलाई यस्ता अर्थी दिनुहुन्छ भनेर मैले सोच्न पनि सकेको थिइनँ भन्छन्। अनि त्यसपछि त मुकेशले भाउजू दाइले भनेको कुरा पनि त नराम्रो होइन नि। अब श्रीमानमा अलिकति खोट भयो भन्दैमा चटक्कै छोडेर जाने, भोलि पर्सि केही दुर्घटना घटेर अङ्गभङ्ग होला अरे अनि छोडिदिने, यही हो त श्रीमतीको माया भनेर मुकेशले प्रश्न गर्दाखेरि अब तुलसालाई त मुनाको सबै वास्तविकताहरू थाहा थियो नि त। बाबु मुनाको केसमा यो लागु नहुन पनि त सक्छ नि भनेकी थिइन्। अनि चन्द्रले त के को लागु नहुन सक्छ हो र, भइसक्यो त अब यहाँ पनि यही यस्तो त भइसक्यो नि। अब मैले पनि त बिदोही स्वीकारेको थिएँ नि, खै मैले कुनै दिन तँमा यस्तो खोट भनेर भनिन के रे भन्दाखेरि त अनि तुलसाले तपाईँले चाहिँ किन यो कुरा गर्नुभएको छ त, तपाईँले खोट स्वीकार्नु भएको हो भनेर किन भन्नुहुन्छ त? ऊ बिदोही हुँदाखेरि तपाईँ पनि त एउटा श्रीमतीले छोडेर गएको एकल पुरुष हुनुहुन्थ्यो नि त। अनि मैले बिदोहीले स्वीकारेको थिएँ भन्नुको सट्टा मलाई गाह्रो अप्ठ्यारो पर्दा र म एक्लै हुँदाखेरि उसले मलाई स्वीकारेकी थिए भन्न सक्नुहुन्न भन्छन्। अनि त्यसपछि ल अब 2-4 दिन अब तपाईँहरू केही पनि नबोलिकन बस्नुहोस्, 2-4 दिनपछि सबै कुराहरू आफै ठिक हुँदै जान्छ भनेर तुलसा जान्छन्। मुकेशले 2-4 दिनपछि के हुन्छ र भनेका थिए। अनि तुलसा अलि उता पुगेको मान्छे फर्केर हेरेकी थिइन्। अनि चन्द्र त रिसाउँदै के हुने 2-4 दिनपछि तेरी स्वास्नी पनि पाइ भने अर्कैसँग जान्छे, मुना पनि अर्कैसँग जान्छे, पाए भने मैले पनि अर्को लिएर आउँछु, तैँले पनि पाए अर्को लिएर आउलास्, के हुने यही हुन्छ है भनेर चन्द्र रिसाएर जान्छन्। तुलसा पनि एकदमै अचम्म मान्छन्। अनि मुकेश पनि निराश हुन्छन्। मुना बाहिर बसेर तरकारी केलाउँदै थिइन्, सन्देश घाँस लिएर आएर राखेका थिए। अनि बाले पनि दाउरा चिर्दै थिए। अनि चन्द्रकी आमा त उता पुग्छिन्, नमस्कार गर्दै जान्छन्। अनि नमस्कार गरिसकेपछि मुनाले पनि सासूलाई यसो ढोक्छिन्। अनि ल भयो भनेर ल बसौँ त भनेर त्यहीँ बस्दै थिइन्। अनि त्यसपछि त के हो त मुना, तिमी त माइत आएको धेरै दिन भयो, किन हो त घर जानै खोजेकी छैनौ त, के हो माइत बसेर पुगेन कि क्या हो, कतिन्जेल बस्ने हो भनेर सोद्धाखेरि मुनाले आफ्नो जन्मदिने घरमा आफ्नो बा आमा भाइसँग बसेर पनि कुनै छोरी चेलीलाई पुग्छ होला र भनेर सोच्छिन्। अनि त्यसपछि त भन्नाको मतलब के तिमीलाई अझै माइत बसेर पुगेको छैन के, अब सधैँ माइतै बस्ने विचार गर्यौ र भनेर सोच्छिन्। अनि मुनाको यस्तो कुरा सुनेपछि त सन्देशले दिदी तैँले यो के भने कि आमा यो आउँछ 2-3 दिनमा भनेर सन्देशले भन्न के भ्याएका थिए। मुना त रिसाएर सन्देश त धेरै बाठो नभ त भन्छन्। अनि त्यसपछि त यसरी सन्देशलाई मुनाले चुप गराएको देख्दाखेरि आमा चाहिँ अचम्म मानेकी थिइन्। अनि मुनाको बुवाले पनि सम्झिन्छु, अब भन्दाखेरि अलि नराम्रो लाग्ला, चन्द्र ज्वाइँको बच्चा हुँदैन भनिसकेपछि मैले नै रोकेको हो मेरी छोरीलाई, चन्द्र ज्वाइँले अस्ति भन्न के भ्याएका थिए। अनि चन्द्रकी आमा त रिसाएर के चन्द्र ज्वाइँले अस्ति अब मेरो छोरोको शरीर परीक्षण गराएर बच्चा हुन्छ कि हुन्न भनेर थाहा पाइसकेपछि मात्रै तपाईँको छोरीसँग मेरो छोराले बिहे गर्नुपर्ने थियो। अनि चन्द्रकी आमाले त्यति भनिसकेपछि त मैले त्यस्तो भन्न खोजेको पनि होइन सम्धिन्ज्यू, तपाईँको छोरासँग मेरो छोरीको पहिलो घरबार त होइन, उसको पहिला पनि घरबार बिग्रिसकेको थियो, बिधुवैले राम्रो घर पाइ राम्रो परिवार पाइ भनेर म एकदमै खुसी भएको थिएँ। तर अब मेरो छोरीको जिन्दगीमा खुसी आउला अनि सुख पाउली भन्नाको साटो ऊ निसन्तान भएर बसेको त बाबुआमाले कसरी हेर्न सकिएला र भनेर मुनाको बुवाले भन्छन्। के अब बाबुआमाले छोरी निसन्तान भएको हेर्न नसकिएला र भनेर 2चोटि त बिहे भइसक्यो, फेरि अर्कोचोटि पनि बिहे गरिदिने? अझ त्यति मात्रै कहाँ हो र, अझ मुनाकी आमाले उसलाई दिएको त्यो जग्गा 2 करोड मूल्य पर्छ भनेको थियो, त्यो जग्गा मेरो नाममा आएको छ, अब मैले त्यो जग्गा मेरो छोरीको नाममा दिन्छु, अनि उसले जे गर्छ उसैको खुसी गरोस् भनेर मुनाको बुवाले भन्दाखेरि त चन्द्रकी आमाले के लाग्छ तपाईँलाई, मुना 2 करोडको जग्गामा खुसी हुन्छ, त्यही 2 करोडले उसको जिन्दगी बित्छ त भनेर प्रश्न गर्छिन्। अनि मुनातिर हेर्दै के छ त मुना तिम्रो आफ्नो विचार, कि तिमीले पनि बुवाले भनेको जस्तै गरेर 2 करोडको जग्गा भयो, अरू मलाई केही पनि चाहिँदैन भन्ने सोचेकी छौ भनेर सोच्छिन्। अनि मुनाले केही जवाफ
नदिने अनि त्यसपछि त हेर मुना त्यो तिम्रो घर हो, अब तिमीलाई जुन दिन मलाई त्यो सम्पत्ति लिएर माइतमा बसेर मात्रै कहिले पनि पुग्दैन, मलाई मेरो लोग्ने चाहिन्छ, मेरो परिवार चाहिन्छ भन्ने सोच्छौ भने जुन दिन तिम्रो मनमा यो विचार आउँछ नि त्यो दिन दायाँ बायाँ केही पनि नसोचिकन सुरुक्क आफ्नो घरमा आउनु। त्यो घर सदैव तिम्रै हो, तिम्रो लागि त्यो घरका ढोका सधैँ खुल्ला हुनेछन्। अनि पहिला जत्तिकै सम्मान र जत्तिकै इज्जत पाएकी थियौ नि त्यतिकै इज्जत पाएर तिमी त्यो घरमा बस्न सक्छौ, बाँकी अब तिम्रो विचार भनेर मुनाकी सासू त त्यहाँबाट जान्छन्। अनि सासू गइसकेपछि मुना त एकदमै दुखी भएर रुन थाल्छिन्। अनि त्यति भइसकेपछि अब चन्द्रेकी आमा त गइसकेकी थिइन्, मुना त्यहाँ बसेर रुँदै आत्तिएर भित्र जान्छन्। अनि मुना भित्र गइसकेपछि सन्देश चाहिँ बुवालाई, बुवा तपाईँले यो के भन्नुभएको भनेर सोध्दै थिए। बुवा चाहिँ केही नबोलिकन त्यही उभिरहेका थिए। मुना भित्र गइसकेर मैले जुन परिवारको लागि यति धेरै कुराहरू सोचेको छु पछि गएर मलाई यही परिवारले नस्वीकार्ने त होइन, मैले यो कस्तो निर्णय लिएँ, मलाई पछि अप्ठ्यारो पर्ने त होइन भनेर मुना एकदमै डराएर रुन थाल्छिन्। चन्द्रले अब जेसुकै हुन्छ आए आउँछ नआए नआउँछ भनेर सुर कसिसकेका छन्। तर हेर्नुहोस् त मुनाले चाहिँ आफ्नो परिवारलाई कसरी हुन्छ म अगाडि बढाउँछु, अब अलिकति नाटक गरेर भए पनि मैले बुवासँग त्यो जग्गा फिर्ता लिएर आउँछु र त्यो जग्गा बेच्छु, त्यही पैसाले मैले मेरो परिवारलाई अगाडि बढाउँछु भन्ने सोच राखेर सबै कुराहरू तुलसासँग भनिसकेकी छन्। तर तुलसाले चाहिँ पछि गएर मुनाको साथ देलिन् कि नदेलिन् त, यदि चन्द्रे र मुनाको सम्बन्ध टुट्ने अवस्था आयो भने तुलसाले सम्झाएको भरमा चन्द्रले मुनालाई स्वीकारलान् कि नस्वीकारलान् त। अब त सासूले पनि मुनालाई यदि तिमीलाई त्यो घर चाहिन्छ भन्ने लाग्छ भने जहिले तिम्रो मनमा लाग्छ तैले उठेर आउँदा हुन्छ भनेर गएकी छन्। मुना त्यही कुराले गर्दाखेरि पछि मलाई यही परिवारले स्वीकारेन भने के होला त भनेर रोइरहेकी छन्। तर मुनाको बुवाले चाहिँ मेरो छोरीले पहिला दुःख पाएकी थिए, अब विधुवैले राम्रो घर पाई भनेर म खुसी भएको थिएँ, तर त्यही छोरीको कोख बाँझो भएको मैले कसरी हेर्न सक्छु र भनिरहेका छन्। के अब छोरीको कोख बाँझो भएको हेर्न सक्दिन भन्दै मुनाको बुवाले चन्द्रसँग डिभोर्स गराइदिएर मुनाको बिहे फेरि अन्तै गराइदिने हो नि त? के लाग्छ तपाईँलाई? आफ्नो विचार कमेन्ट गरी भिडियोमा लाइक अनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।